everyone, welcome back to my another new video. So guys, यो चाहिँ अहिले यहाँनिर बहिनीले चाहिँ बाबालाई सगुन दिँदैछ हैन। अन्त हाम्रो चाहिँ आज दुर्गा पूजा गरेको नि त। अन्त दुर्गा पूजामा के हुन्छ भनेर म तपाईलाई त्यो भिडियो पनि देखाउँ भनेको थिएँ, तर अनफर्चुनेटली मैले चाहिँ भिडियो बनाउनु पाइन। म बिजी भएको कारणले यो भिडियोहरु पनि बहिनीले बनाइदिएको, कान्छी बहिनीले हैन। अन्त त्यहाँनिर के हुन्छ कसो हुन्छ भने म देखाउँछु भनेर सोचेको थिएँ, तर पाइन। अन्त यहाँनिर चाहिँ मम्मीलाई पनि दिँदैछ है सगुन। हामीले चाहिँ यसरी दिनुपर्छ सगुन चाहिँ हैन। अन्त यहाँ त्यही हो, भिडियो चाहिँ गर्नु पाइन मैले पनि अलिकति बिजीको कारणले गर्दा। अन्त यहाँ अरु चाहिँ हेर्नुस् है तपाईहरुले। निर्वेदले पनि सगुनै खाने अरे, दुध नखाने अरे हो। सगुनै हो, दुध हो यो। सीधा थाप्छ दि नुन छ पर्छ खानु पर्छ। सीधा थाप, सीधा थाप, सीधा थाप न। पक्रिने एउटा हातले चाहिँ यो हाल्दिन्छु नि अन्त थप्नु पर्छ। ल पक्रि कम्ती हैन अरे फेरि उलाई ओइ त छाडा हुन्छ खाएको त बलियो पनि दुध दिया मान्दैन खादैन। पानी हाल्दै पानी अब राख्नु पर्छ ल खानु। ओइ पानी अलिक हाल्देपछि हाल्दे। कस्तो भयो सगुन? अन्त कसले खानु भने? आजदेखि चाहिँ हाम्रो यो स्टार्ट भयो हैन। हामीले माम नखाएर यो खानुपर्छ दसैँसम्म है। दसैँ कहिलेसम्म? टिकाको दिनसम्म हो। यो चाहिँ हाम्रो आफ्नो हो, हामी 6 जना जम्माको। आज हामीले यो खानुपर्छ आजदेखि। सो गाइस, यो चाहिँ मेरो हो। मलाई चाहिँ यो पकाउनु टाइम लाग्यो, यो खसीको मासु। यो पकाउने हुँदा चाहिँ मैले भिडियोहरु के बनाउनु केही पाइन। मम्मी यहाँ छ, बाबा यहाँ छ, भाइ यहाँ छ। केसँग खाएको भाइ? बुबुसँग नलुकी बस। सो यहाँनिर अन्त यो चाहिँ भैँसीको सुप है। अब चाहिँ हामी खाएको। सो गाइस, फर्स्ट बाइट। आजदेखि चाहिँ हामी टिका फर्स्ट, टिकासम्म चाहिँ दसैँ फर्स्ट भनौँ न होइन। टिकाको फर्स्ट दिनसम्म चाहिँ हामीले चिउरा खानुपर्छ, आजदेखि 3 दिनसम्म हो। अन्त यहाँ चाहिँ भैँसीको सुप। यो चाहिँ हिजोकै भिडियो हो गाइज, मैले अहिले मात्रै अपलोड गर्दैछु है। यो चाहिँ नाइटको खाना है हाम्रो। हेलो एभ्रिवान, हामी चाहिँ यहाँ दसैँको सपिङ गरेर आउँदैछ। बहिनी र म चाहिँ बजार गएर आएको, सागसब्जी केहरू हो। खिचेमिचे यहाँ फुच्चे चाहिँ यहाँनिर बोलाएको। अन्त यहाँनिर चाहिँ बाबा हुनुहुँदैछ, बाबाले पनि बोकेर लानुहुँदैछ हो। अन्त बजारमा चाहिँ भिडियो गर्नु पाइन किनकि भिड थियो नि त है भाइ। हामी चाहिँ यहाँ दसैँको भोलिको अब स्टार्ट। पानी पनि पर्नु आँट्यो आज त, कस्तो दिन पनि यस्तो भइरहेछ, पानी पर्ला। सो यहाँ गाइज हाम्रो दसैँ मैले चाहिँ यहाँ झोला बोलेको छ फेरि खरा छ हामीले चाहिँ हो। महँगो दामको एक प्याक खाने बित्तिकै टुङ्कै हुन्छ फेरि। रोड पनि यस्तो भएपछि त फेरि खत्रै हुन्छ नि है भाइ। सो यहाँ दसैँ आयो, दसैँ आयो, डरी 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 रे, डरी 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 रे, डरी 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 रे। वर्षाइरो दिनको के भन्छ चर भन्दै आइपुग्यो। नो लाइट लिएर आएको। सो गाइज, यो टेबल क्लोथ लिएको डाइनिङको दुईटा, यो र यो। सो देख्यो है। अहिले पिज्जा खाने, भनेर पिज्जा पनि ल्याएको। यो भुज यसो चियासँग खाने, उता राख्नु नि त्यो चाहिँ। ल कटिङ स्टार्ट भयो। मम क्या छिटो खुट्टाले चाहिँ गरेको यसले त। अब यहाँनिर झालमुरीको सामान पनि छ, झालमुरी पनि खाने अरे।